हेलो अतरिया वेलकम टू आवर सुधा एलईडी लाइट तपाईहरुको माझमा स्वागत छ हाम्रो सुधा एलईडी लाइटमा। आज चाहिँ हामी होटल सौगात इनमा आएका छौं। यहाँ पनि हामीले एकदमै प्रोफेसनल हिसाबले हामीले लाइटका काम गरेका छौं। हेर्न सक्नुहुनेछ। आज म तपाईलाई पुरा डिटेलमा देखाउँछु हामीले के काम गरेका छौं भनेर। पुरा लाइटको हेर्न सक्नुहुनेछ। लाइटहरु एकदम झिलिमिली नै भइराको छ। अहिले चाहिँ उज्यालो छ, त्यही भएर त्यति प्रोपरली नदेखेला है। हेर्न सक्नुहुनेछ। लुक एट दिस एन्ड लुक एट दिस। यो चाहिँ हामीले लाइटको काम गरेको। अनि सरलाई पनि भनौँ, सर कस्तो लाग्यो तपाईलाई? सर नमस्ते। नमस्ते हजुर, नमस्ते। होटल स्वागतबाट। अनि सर हामीले चाहिँ यो लाइटको काम गरेका छौँ, तपाईलाई कस्तो लाग्यो हाम्रो सुधा एलईडी लाइट महेन्द्रनगरमा रहेको? हजुर, यो सुधा लाइट हाम्रो यो सबै यो 4 तला घरमा हजुर सबै ठाउँमा सुधा लाइट नै लगाएको छौँ। हजुर सर। 7 महिना पुरा भएर 8औँमा छ। अहिलेसम्म कम्प्लेन छैन। नो कम्प्लेन है। अति राम्रो छ। सबै सरहरूले चाहिँ सकेसम्म चाहिँ सुधा लाइट प्रयोग गरिदिनु हुन म एउटा सल्लाह पनि दिन चाहन्छु। थ्याङ्क यू सर, थ्याङ्क यू। अरू पनि तपाईँले देखाउँछु। हेर्न सक्नुहुनेछ। लुक एट दिस। यो लाइटहरू अब रुममा पनि लगाएको छौँ है सर हामीले। ल एकचोटि रुममा पनि हेरौँ। एन्ड लुक एट दिस। हेर्न सक्नुहुनेछ। रुमहरू सबै रुमहरूमा हामीले लाइटको काम पनि गरेका छौँ। यति फिनिसिङमा कसले गर्छ त? हाम्रो सुधा एलईडी लाइटले गर्छ। सँगसँगै हेर्न सक्नुहुन्छ। एकदमै राम्रो छ। रुमहरू पनि राम्रो छ स्वागत होटलमा। यदि तपाईँहरू बस्न चाहनुहुन्छ भने चाहिँ अतिरैमा हुनुहुन्छ भनेपछि बस्दा हुन्छ। तपाईँले अरू ठाउँ देखाउँछु है म हजुरलाई। एन्ड लुक एट दिस। हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ हामीले हलमा पनि लगाएको छौँ लाइटहरू एकदमै राम्रो तरिकाले। लुक एट दिस गाइज। यदि हजुरहरू पनि आफ्नो होटलमा अथवा घरमा लाइट लगाउन चाहनुहुन्छ भनेपछि छिटो भन्दा छिटो हाम्रो सुधा एलईडी लाइटलाई सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँको घरमा आएर हामीले चाहिँ जोडान गर्नेछौँ लाइटहरू है त। हस्, धन्यवाद। थ्याङ्क यू सो मच एभ्री वान।